मेरो साथमा के भइरहेछ म आफूलाई थाहा छैन। खै अब पहिला मैले रक्सी खान्थ्यो। रक्सी खाएपछि पछि गएर मलाई यस्तो भयो। के भएको त्यो पनि मलाई थाहा भएन। अब यो कसरी ठिक होला, के हो कसो हैन, त्यो कुराहरू छ। अब मैले कसरी ठिक गर्ने भन्ने कुराहरू सोचिरहेको छु। र एउटा कुरा, अब मैले ठिक पार्नलाई अब यो भगवानसँग नै, अब नदेख्ने शक्तिसँग नै प्रार्थना गर्नुपर्ने हो कि के गर्नुपर्ने होला हैन, त्यो चाहिँ मलाई मनमा लागिरहेछ। अब तपाईहरुलाई नि यस्तो हुन्छ भने यसो कमेन्ट गरेर भनिदिनु होला। अब मलाई चाहिँ अब यस्तो भइरहेछ, अहिले शरीरमा अनावश्यक सोचहरू आउने हैन, र त्रासहरू जस्तो भइरहने हुन्छ। यदि हजुरहरूलाई पनि हुन्छ भने यसो मलाई यो कमेन्टहरूमा गरेर चाहिँ मलाई हौसला दिनु पर्यो है हजुरहरूले। हस् त, धन्यवाद।